गाइस आज म एकदम फ्रेसमा छु सबलाई दिदैछु गाइस इन्टु मान्नु न गाइस इन्टु मान्नु न कोटु मेरो मुटु के भा मुटु म ठट्टु भन्दिन अबदेखि म मुटु You very worried. उनीहरु फेरि बाख्राले घाँस चपादा गाइस ट्याप पनि गर्नु न अनि गाइस के हो त अनि रमाइलो अनुसार ट्याप नि गर्दिनु न अनि मलाई पनि दिनुस् है दाइ भन्नु ट्याप बेति हो मलाई नि फलो ब्याक यत्रो जनाको मेरो ट्याप बेति हो के भइगान चाहिँ केही नि भएको छैन अनि यत्रो जनाको मेरो ट्याप बेति नै हो गर्दा तपाई मेरो एकदम साथी छ म पावर गर्दिनु बेति नै हो मलाई गर्दा नयाँ आइडी रहेछ यसै गर्नु न सबले फलो गर्न थाम यहाँबाट फलो ब्याक पाउने साथीहरु एकदमबाट टासेर बसौँ म अनि टिक्क हुन्छ अनि मैले यहाँबाट जसलाई फलो ब्याक दिएको छु सबजनाले उहाँ गर्नुस् कि उहाँ गरेर यता आउनुस् फेरि भन्नु न के भन्नु मेरो मोबाइल त गइसक्यो रहेछ हो आमा मेरो त भगवान डबल ट्याप पनि स्क्यान त थ्यांक सो माथिबाट आउने यसरी मेम्बर बनाउनु गाइस मेम्बर भनेको एउटा गर्नु न यार फ्यामिली है मेम्बर भनेको फ्यामिली हो फ्यामिली बनाइराख्नु पर्छ मर्ने बेलामा काम लाग्छ यार होला नि अरे म रियान ब्रदर थ्यांक यू सो मच पेटी छोडिउले म ठोटु गो कसैको हैन मेरो मुटु त्यो त कोही छैन कसैले ढुङ्गाले भुवा खाने पनि हुने यार गाउँ स्याल भुगिया जस्तो गरे नानीहरु छोटु मेरो मुटु रे अर्को पनि हेर सानो बिरालो पनि गरम खाले अब आउनु यार तिमीहरुले मैले भने मात्र सुहाउँछ यार हैन के मैले थोतु मेरो मुटु भनेर उले भनिराछ भन्दै छु सुन्दा रामसित कुरा पनि ए गरेर हल्ला गर्न पाए भयो तिमीहरु दुई जनालाई नमस्ते हजुर वेलकम एभ्रीवन थ्यांक यू सो मच गाइस ल ट्याप पनि गर्दिनु भयो ल सबैजना मिलेर है छोटी मेरो मुटु यत्रो ढुङ्गा भए पनि पक्कै बाटिन्छ मैले यहीँबाट बरु सानो ढुङ्गाले मर्दैन होला मैले फलो ब्याक दिएको छु ल हजुरले म सुतिम अम्मा बस्तामा हुँदै भयो मलाई त कसैले सपोर्ट गर्ने मान्छे थ्यांक यू सो मच यो दुई जनाले धोबी हान्न पाएको भए कति घाउमा मलम लाग्थ्यो हुन्थ्यो ल है थोतु भनेको हैन रहेछ टुटेको मुटु भने रहेछ यार थोटुको नाम अर्को छ थोटु हैन मेरो लागि त त्यही हो 1000 पुर्याएर पनिशमेन्ट दिउँ भनेको 1000 पुगेन यार गाइस हाम्रो मेरो त गाइस ट्याप 1000 पनिशमेन्ट छ क्या यार 570 जनाले नामै थोटु मलाई पनिशमेन्ट दिन नगर्नु ल प्रदीप भयो हैन मेरो बोलाउनु नामै त्यही हो मेरो ठोटु मेरो मुटु त दिन्छ कसरी दिन्छ लु हेरौँ त आमा हेरौँ डबल ट्याप ठोक्यो गाइस पेलो पानाहरु ट्याप हान्नु न औलाले गाम दिदी के गरौँ न को यो मान्छे को ह त्यसो पनि को मान्नु न यार निको मान्नु न आज अशोक कता गएछ गायब भयो जुना भनेको थियो जुना भन्थे आज अशोक कहाँ भिडियो रेकर्ड गरेर अशोकजी मेरोमा हुनुहुन्छ हो र रन्डो त्यता पो गएछ मैले त केही सुनेको छैन है अशोकजी मैले 3 दिन भइसक्यो कान अलिकति नसुन्ने भएको अब मैले यहाँ रन्डो भनेपछि यता आइपुग्छ क्या फुत्तै हो कुद्दै मनिरम बोमजन थ्यांक यू प्रदेश कान्छा ब्रदर थ्यांक यू सो मच सबैजना जुना मेरो हाल गरेर बस्नु होला लाटो कसरी जस्तो यस्तरी हेरेर मेरो हाल्दिने हो कि छोटु मेरो मुटुको टुक्रा यिनीहरूको त डायलगै एउटै हो क्या हो आज यिनीहरूको भनेपछि यहाँ सबैलाई पर्छ गाइस दुईजनामा हरू हुन्छ क्या तीनटा रोज हानौँ त गाइस तीनटा रोज हान न दुई भयो भने हरू हुन्छ अर्को तीनटा रोज हानौँ त गाइस म कहिले मेरो मुटुलाई
आमा तीनजनाले रोज दिउँ न यतापट्टि तीनजनाले गाइस अर्को दुईटा रोज हान्नु त टु रोज यतापट्टि तीनटा रोज हान्नु हाम्रोपट्टि खड्का टिचरको त थ्याङ्क यू सो मच आज अशोकले one rose guys one more पार्टी rose चेन्ज गरेको छ एमालेको मान्छे एमाले एउटा रोज कम्प्लिट गरौँ घरि न जेनजीमा आउँछ घरि एमालेमा जान्छन् घरि माओवादीमा आउँछन् गाइस one rose हान्नु न थ्याङ्क यू सो मच निशा ब्रदर सबैजना थ्याङ्क यू सो मच है ट्याप गर्दिनु पनि हेरेर बस्ने साथीहरूलाई पनि कमेन्ट लेखेर साथ दिने साथीहरूलाई पनि सम्पूर्णलाई थ्याङ्क यू सो मच अहिलेको बसाइमा हाम्रो 622 जनाले हाम्रो यो थुतुनो देखाउने कार्यक्रमलाई हेरिरहनु वी आर रविन दाइ हो वी आर रविन दाइ बजाउ घन्टीमा अहिलेदेखि बजाउनु सुरु गर यहीँबाट घन्टीमा एउटा ग्यालेक्सी हान्यो भने त मैले पनिशमेन्ट गर्नुपर्ने थिएन के गर्दा थ्याङ्क यू सो मच धन्यवाद ब्रदर थ्याङ्क यू सो मच ग्यालेक्सी हान्नु न प्लिज गाइस बिल्कुल प्ले गर्नु न गाइस ट्याप पनि गर्दिनु ट्याप गर्ने साथीहरूलाई थ्याङ्क यू सो मच नवराज ब्रदर थ्याङ्क यू सो मच मेरो दादा हालिदिन्छु उसलाई अब लभली लभली ब्रदर जय माटो माटो घन्टी जुनलाई हान्दा पनि हुन्छ नो प्रब्लम एउटै हो राम्रै मान्छेहरू हुन् जसलाई हान्दा पनि पाइयो तर बुढो पाकालाई चाहिँ थ्याङ्क यू सो मच अब हान्ने त हान्ने हो तर घन्टी माटोलाई बिस्तारै हान्न लास्टमा जितौँ न मेरो दादा आउनु भयो थ्याङ्क यू सो मच मेरो दाइ बिग रेस्पेक्ट मेरो दाइ वेलकम मेरो दाइ भन्दिनु न सबैजनाले पछि हालौँ अहिले ट्याप हाल्नु नानीहरूलाई एकचोटि टाउको तल खुट्टा माथि गर्नु थियो मेरो दाइ तामाङ दाइ आउनु भएको छ तामाङ दाइ त डेन्जर ट्याप हाल्दिनु गाइस सबैजनाले ट्याप गर्दिनु गेम खेल्छ आउने बित्तिकै टाउको तल खुट्टा माथि भनेर तामाङ पनिशमेन्ट मोक्तान दाइ त डेन्जर हो है विचार गरेर राख नानीहरू त अनि किन त तिमीहरू त भन्दै क्या यस हाँसेको गाइस ल ट्याप ट्याप गर्नु न गाइस आमै किन होला त म कहाँ जाने होला ट्याप ट्याप किन नगरे होला थ्याङ्क यू सो मच मेरो दाइ तामाङ मोक्तान दाइ पार्टी चेन्ज गरेर यता आइसकेको छ अशोक अब यतै त आउने हो नि यहाँ अब पनिसमेन्ट हुन्छ 1000 मा त थ्याङ्क यू सो मच मेरो दाइ यस कोही छैन किङ इज किङ हुन्छ क्या किङ इज किङ तामाङ मोक्तान दाइ त किङ हो नि फेरि देवी मैले राई देवी बोलाङ ट्याप ट्याप हान्दिनु यत्रो जना शेर्पा दादा जस्तै हो शेर्पा दादा आजकल आउनु भएको छैन नभए शेर्पा दादा जस्तै हो हाम्रो तामाङ दाइ थ्याङ्क यू सो मच दादा थ्याङ्क यू सो मच हजुर हाम्रो तामाङ दाइलाई पनि सबजना फलो गरिराख्नु होला गाइस कसैजना ट्याक्कै हेरिरहनु भएको छ अहिलेको बसाइमा हामी हेलो पनिसमेन्ट सुरु अब एउटै भए पनि गरेर जाऊँ न अब के भयो त नि जितिहाल्यो नि मान्छेको हेर सोचाइ जाने बेलामा सोचाइ दिएर म त कतिखेर जित्छु र तिमीलाई टाउको तल खुट्टा माथि भन्दै बसेको थिएँ थोतु अब जुनु चुनु मुनु सुस्मु अब उठ जुन त इमान्दारी छ गर्छन् उनले त अप्सन हुन्छ नि त तर अप्सन छ तपाईँको इङ्ग्लिसमा भनौँ कि नेपालीमा नेपालीमा भन्दा कुकुर भनिन्छ भने इङ्ग्लिसमा डगी कुन चाहिँमा भनौँ सजिलो हुन्छ कुकुर भन्दा नराम्रो सुनिन्छ कस्तो कुकुर भन्दा इङ्ग्लिसमा डग डग भन्छ अनि हो डग कसरी गर्ने त अब मान्छे डग कहिले भन्छ कस्तो कुरो गर्ने मान्छे घोप्टो पर्ने पुच्छर हल्लाउने म त बिराम छु मलाई के गौरा दाइरा हाम्रो तामाङ दादा चिन्दिनु त भन्नु त मेरो आस्याङ भन्नुहोस् त मोक्तान मेरो आस्याङ पर्छ नि त जुनाको खुट्टा तल टाउको माथि हुनु पर्यो अरे मलाई त सजिलै दियो हो तिम्रो अशोकले भनेको थियो त हामीले त खुट्टा तल खुट्टा माथि टाउको तल टाउको माथि भरिसकिन्छ किन होइन
त्यो रन्डोल त जे पनि भन्छ नि मैले मान्नु परेन मेरो पनि जिग्री दोस्त हो क्या म त गएँ तिमीहरू गरा नाइटोमा तेल हाल नानी खानालाई घरमा तेल छैन नाइटोमा तेल कसले हाल्छ रिस उठ्ने 2 बोतल पानी घट घट खानी त्यो फाल्ने भने छ नि चिसोमा खानी 2 बोतल यस्तो चिसोमा आजभोलि पानी पनि नखाऊ जस्तो लागेको बेलामा 2 बोतल पानी खाऊ रे कस्तो कस्तो पनिसमेन्ट दिन्छ छ्या जाबो 1000 मा 1300 छ्या 1300 हो नभए यसो टाउको हात माथि गर्ने 20 चोटि जम्प गर्ने ल फुटपास केही छैन सानो देख्यो के कसरी जुम गर्ने हो यार सुस्मी आओस् त्यहाँ उसले सुस्मिता काट्नु पर्यो सुस्मिताले काट्नु पर्यो पालो क्या म ठुलो देखिरहेछ त तपाईँ ठुलो देखिरहेछ नि हामीपट्टि म ठुलो देख्छ तपाईँपट्टि तपाईँ ठुलो सुस्मीपट्टि सुस्मी ठुलो एउटा यार